देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त। धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने? हामी सबैले सोच्न पर्यो एकचोटि, नत्र बर्बाद हुन सक्छ। किनभने मैले भने प्रतिक्रान्तिको यो प्रक्रिया कम्प्लिट भएको छैन। कम्प्लिट गर्ने तयारीमा उनीहरू पनि छन्। हामीले पहिले जस्तै अब फेरि सरकार बनाउने र गिराउने खेलतिर लाग्यौं भने अर्को प्रतिक्रान्ति क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन पनि सकिन्छ। त्यसकारण अहिले समय छ, यो नै समय हो हामीले राम्रोसँग हामीलाई एकताबद्ध गर्ने, ठुलठुला गफ गर्न छोडिदिउँ। अब एक्सनमा जाने तयारी गरौँ। त्यो सम्भव छ, त्यो सम्भव बनाउनै पर्ने छ। त्यसकारण साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग समुदायका हक अधिकारको रक्षा, संविधानको रक्षा, गणतन्त्रको रक्षा, त्यसको निम्ति हामी सबैको साझा पहल कदमी